पार्टीभित्र कुनै पनि मनमुटाव समस्या यो त्यो केही होइन, यो यहाँहरूलाई स्पष्ट पार्न चाहन्छु। तर कोही पनि साथीले म फरक बाटोबाट हिँड्छु है, गन्तव्य त्यही भए पनि म फरक बाटोबाट पुग्छु, कोही चाहिँ हेलिकप्टर चढेर पोखरा जानु होला, कोही प्लेन चढेर जानु होला, कोही बस चढेर जानु होला, कोही चाहिँ माउन्टेन बाइकबाट जानु होला, तर पोखरा पुग्ने इच्छा अथवा उहाँको लक्ष्य एउटै छ भने त्यसो मेरो केही गुनासो छैन। मेरो उहाँहरूलाई शुभकामना छ। लिखितम आधिकारिक राजीनामा प्राप्त भएको छैन, तर उहाँले हाम्रो चाहिँ एउटा आधिकारिक ग्रुप हुन्छ हाम्रो पार्टीको केन्द्रीय समितिको, त्यो ग्रुपमा स्पष्टसँग उहाँले आफ्नो चाहिँ पार्टी छोडेको स्पष्ट रूपमा उहाँले आफ्नो धारणा राखिसक्नु भएको हुनाले कार्यवाहक सभापतिको हैसियतले मैले उहाँको राजीनामा त्यसैलाई मानेर स्वीकृत गरेको छु र त्यसलाई हिजो केन्द्रीय समितिको बैठकबाट अनुमोदन पनि भइसकेको छ र अब उहाँलाई फिर्ता गर्नलाई कार्यदलले बन्छ कि बन्दैन भन्ने कुरा उहाँलाई सधैँ राष्ट्रिय स्वतन्त्र पार्टीमा स्वागत गर्नको लागि हाम्रो ढोका खुला छ। म मेरो पूर्व हामीसँगै काम गरेको साथीलाई उहाँलाई कुनै असहज नहुने गरी म एउटा दुईटा कुरा यहाँलाई भनौँ। हामी जीवनमा लामो सङ्घर्ष गरेका हुन्छौँ सबै साथीहरूले र त्यो सङ्घर्षको क्रममा धेरै साथीहरूसँग भेटघाट हुने र छुट्ने यो क्रम यो व्यक्तिगत जीवनमा पनि हुन्छ। यो राजनीतिक दल आफैमा एउटा ठुलो एउटा चाहिँ विचार बोकेर आएको, उद्देश्य बोकेर आएको एउटा लामो यात्रामा हिँडेको एउटा यो पार्टी हो। यसमा तपाईँले रविना घिमिरे भन्ने हाम्रो केन्द्रीय सदस्यको नाम सायद तपाईँहरूले यहाँ उपस्थित हुनुभएको कसैले पनि सुन्नु भएको छैन होला भने यदि उहाँले छोड्नु भयो भने तपाईँले मलाई यो प्रश्न गर्नुहुन्न थियो होला। आज सुमना श्रेष्ठजीले छोड्नु भएर आज यो प्रश्न गर्नुभयो। त्यस कारणले सुमना श्रेष्ठजीले उहाँको आफ्नो क्षमता थियो, उहाँले एउटा यो प्लेटफर्ममा आउनुभयो र यो प्लेटफर्मलाई सदुपयोग गर्नुभयो, आफ्नो क्षमता प्रदर्शन गर्नुभयो र उहाँ सुमना श्रेष्ठ अझ एउटा चाहिँ समाजले चिन्ने तपाईँहरूले प्रश्न गर्न सक्ने ठाउँमा सुमना श्रेष्ठ पुग्नुभयो। त्यसको लागि हामीले राष्ट्रिय स्वतन्त्र पार्टीको प्लेटफर्म, उहाँको क्षमता अनि तपाईँहरू जस्तो साथीहरूको साथ, जनताको साथ सबैको कारणले आज सुमना श्रेष्ठको बारेमा तपाईँलाई चासो भयो। तर सुमना श्रेष्ठजीले अहिले पनि के भनिराख्नु भएको छ भने मैले एजेन्डा छोडेको छैन है, म देश बनाउन आएको, देशमा केही गर्न सक्छु कि भनेर आएको, त्यसकारणले म जहाँ गए पनि यो देश निर्माणको लागि, सुशासन कायम गर्नको लागि, भ्रष्टाचारको अन्त्यका लागि म काम गर्छु भनेर उहाँ चाहिँ आफ्नो कुनै अर्को बाटो लिनुभएको छ भने यसमा मैले उहाँले किन छोड्ने वातावरण बन्यो भन्ने विषय चाहिँ म चाहिँ यसलाई गौण रूपमा लिन्छु। म भोलि पनि तपाईँहरूलाई भन्छु यस्ता प्रश्नहरू भोलि पनि जन्मेलान्। त्यसकारणले कोही पनि साथीहरू हामीले साथीहरू नछुटौँ, सँगसँगै जाउँ, लामो यात्रा सँगै गरौँ भन्ने चाहिँ हाम्रो अत्यन्तै ठुलो त्यो इच्छा हुन्छ, चाहना पनि हुन्छ, तर त्यो सधैँ त्यो सम्भव नहुन सक्छ। त्यस कारणले कुनै पनि पार्टीको आन्तरिक रूपमा उहाँले के भनेर हिँड्नुभयो, कसो भनेर हिँड्नुभयो, के भनिराख्नु भएको छ त्यो प्रश्न चाहिँ हजुरहरूले उहाँसँग सोध्नु पर्यो। तर एज अ कार्यवाहक सभापतिको हैसियतले, एज अ नेतृत्वमा बसेको हैसियतले सुमना श्रेष्ठजी र हाम्रो सम्बन्ध अत्यन्तै प्रगाढ आज पनि र पार्टीगत रूपमा पनि हाम्रो कुनै चाहिँ समस्या थिएन, छैन। तर उहाँले आफूले चाहिँ म यो बाटो हिँड्दाखेरि ठिक लाग्छ भनेर त्यो सार्वभौमिक भन्ने कुरा जुन तपाईँको हामीले सबैको आफ्नो चाहिँ अधिकारको कुरा पनि भएको कारणले उहाँले जानुभएको कारणमा त्यसरी जानुभएको हुनाले पार्टीभित्र कुनै पनि मनमुटाव समस्या यो त्यो केही होइन, यो यहाँहरूलाई स्पष्ट पार्न चाहन्छु। तर कोही पनि साथीले म फरक बाटोबाट हिँड्छु है, गन्तव्य त्यही भए पनि म फरक बाटोबाट पुग्छु, कोही चाहिँ हेलिकप्टर चढेर पोखरा जानु होला, कोही प्लेन चढेर जानु होला, कोही बस चढेर जानु होला, कोही चाहिँ माउन्टेन बाइकबाट जानु होला, तर पोखरा पुग्ने इच्छा अथवा उहाँको लक्ष्य एउटै छ भने त्यसो मेरो केही गुनासो छैन। मेरो उहाँहरूलाई शुभकामना छ। जसरी यो 23 र 24 गतेको जुन आन्दोलन थियो त्यो पुराना राजनीतिक दलका र तिनका प्रवृत्ति व्यक्तिगत थियो, तर 25 गतेपछि जसै रासोपामाथि प्रश्न खनिन थाल्यो त्यो एकदमै अचम्म लाग्दो प्रश्न, जनताले आशा नगरेको प्रश्नहरू रासोपामाथि खनिए। पार्टी भित्रैबाट पनि एउटा विचारमा एकीकृत हुन नसकेको जस्तो देखियो रासोपा। पार्टीका नेताहरूले जुन अहिले जुन संसद विघटन र संविधानका विषयमा दिएको अभिव्यक्तिले पनि यसका विषयमा चाहिँ पार्टी चाहिँ यो महत्त्वपूर्ण विषयमा विचारमा चाहिँ एकीकृत नभएको जस्तो देखियो। यस्तो अवस्था यो नयाँ विकल्प दिन आएको पार्टीमा चाहिँ किन देखिएको होला? अब उहाँहरू दुईजना नभए चाहिँ म उहाँहरू दुईजनासँग इङ्गित भएको प्रश्नको उत्तर म दिन्थेँ। उहाँहरू दुवैजना भएर त्यो प्रश्नको उत्तर मैले पनि दिनु पाए हुन्थ्यो भने उहाँहरू दुईजना लागिरहेको हुनसक्छ। त्यस कारणले म उहाँहरूलाई नै त्यो प्रश्नको उत्तर दिन अनुरोध गर्छु। तर तपाईँलाई एउटा कुरा चाहिँ के भन्छु भने राष्ट्रिय स्वतन्त्र पार्टीको विचार, राष्ट्रिय स्वतन्त्र पार्टीको उद्देश्य, राष्ट्रिय स्वतन्त्र पार्टीको रोडम्याप एकदमै स्पष्ट छ,
एकाकार छ, हामी एकाकार भएर अगाडि बढिरहेका छौँ, यसमा दुई मत छैन। तर फेरि अघि अर्को एकजना हाम्रो केन्द्रीय सदस्यको विषयमा मैले उत्तर दिएको जस्तै हरेक व्यक्तिका आफ्ना विचारहरू पनि हुन्छन्। त्यसकारणले आफ्ना विचारहरूलाई चाहिँ बोल्नै नपाउने त्यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीमा मलाई लाग्दैन 10-20 वर्ष हुन्छ जस्तो लाग्दैन। त्यस पछाडिको नेतृत्वले त्यसो गरे भने म भन्न सक्दिनँ। तर 10-20 वर्ष चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी साँच्चै नै लोकतान्त्रिक पार्टी, साँच्चै नै तपाईँको गणतन्त्र भएको देशमा र साँच्चै नै वाक स्वतन्त्रता भएको देशमा चाहिँ बनेको पार्टी र यो संविधानमा टेकेर यो संविधानलाई शिरोधार गरेर बनेको पार्टी हुनाले हामी त्यसमा एकदमै कटिबद्ध भएर लाग्छौँ। र तपाईँ दुईजना इङ्गित प्रश्नको उत्तर चाहिँ उहाँबाट दिनुहुनेछ। हामीले हाम्रा विज्ञप्तिमा अत्यन्तै स्पष्टसँग चाहिँ 20 गतेदेखि हामी निरन्तर 30 गतेसम्म विभिन्न विज्ञप्ति निकालेका छौँ। मैले यहाँहरूलाई त्यतातिर इङ्गित गर्न चाहेँ। जस्तो कि एउटा प्रश्न हजुर, सुमना श्रेष्ठज्यूको राजीनामा स्वीकृत भएको छ छैन, अनि उहाँलाई पार्टीमा फर्काउनको लागि पार्टीले कुनै कार्यदलहरू गठन गरेर अथवा संवादहरू केही गर्छ गर्दैन, के छ? उहाँको राजीनामा चाहिँ विधिवत रूपमा लिखितम आधिकारिक राजीनामा प्राप्त भएको छैन। तर उहाँले हाम्रो चाहिँ एउटा आधिकारिक ग्रुप हुन्छ हाम्रो पार्टीको केन्द्रीय समितिको, त्यो ग्रुपमा स्पष्टसँग उहाँले आफ्नो चाहिँ पार्टी छोडेको स्पष्ट रूपमा उहाँले आफ्नो धारणा राखिसक्नु भएको हुनाले कार्यवाहक सभापतिको हैसियतले मैले उहाँको राजीनामा त्यसैलाई मानेर स्वीकृत गरेको छु र त्यसलाई हिजो केन्द्रीय समितिको बैठकबाट अनुमोदन पनि भइसकेको छ। र अब उहाँलाई फिर्ता गर्नलाई कार्यदलले बन्छ कि बन्दैन भन्ने कुरा उहाँलाई सधैँ राष्ट्रिय स्वतन्त्र पार्टीमा स्वागत गर्नको लागि हाम्रो ढोका खुला छ।